नमस्ते नमस्ते सबैजनालाई है। आज हामी पञ्चकोटमा एउटा टुर हान्दै घुम्न आएको है। ओहो खतरा त खत्रै छ के छन त। यो फुलहरु नि दामी बनाएको है। कटिङ हामी काट्छु बनाउनु भएछ हजुरले? मेरो त बनाइदिनु होला। क्या दामी के हो खै बनाइदिन्छु नि ल्याउनु। कताबाट आएको निक्लिनु टक्क के त्यताबाट देखिन्छ। कस्तो टिकटकको भिडियो भनेको? म यताको भिडियो बनाउनु पछि टिकटकमा हाल्न मिल्ने खाले के टक्क म है। एकछिन रोक न। कताबाट यतिकै तिम्रो अघि अघि हिँड्दै गर्ने म उ गर्दिन नि। म यताबाट आउँछु तपाईले उताबाट खिच्नु हो ए म चाहिँ यताबाट आउँदै गर्दा हुन्छ नि त। ल आऊ ल। खै कति भइसक्यो यहाँ फेरि फोन आयो कि। ल स्टप गर्नु। क्या दामी छ यार। अझ यो भन्दा नि टप त वहाँ माथि छ है। जानु भाइ यतै बाहिर निस्क्यौँ हामी त कम्पाउन्ड भित्र पो आइयो डिलतिर। ठिक त यताबाट देखिन्छ होला। ओहो क्या देखिरहेको कि। बागलुङ बजार कुस्मा बजार होइन सब देख्दो रहेछु। के फोटो हान्दिने त्यहाँ पिङ। यतापट्टि फर्क्यौ न यता साइडबाट यतातिर उज्यालो आउँदो रहेछ। उठ्न भएका दामी हुन्थ्यो। आइरहेछ होइन कस्तो हातै हल्का कामिरहेको जस्तो लाग्यो। हान्दिमा चाहिँ नाइ ठिकै छ मैले हानेन। यो पञ्चकोटको घन्टी हेर्नुहोस् है कति ठुलो छ। अब यो हेर्नु है यो बजाउनु चाहिँ मिल्दैन फेरि बाहिरबाट यसो हेर्ने मात्रै हो। बजाउनु पनि सकिन्न गाह्रो छ। हनुमानजी यो पञ्चकोटको है माथिको यो माथि टपको दृश्य हो होइन यो। अब हामी माथि तल झर्ने हुन्छ टाइगर भाइ। घुम्यो टन्न मजाले फर्किनु लाग्यो फेरि तलतिर गएर हेर्नु पर्यो फेरि। आफै बाख्रो सब भिडभाड छ त।
1 2 3 4 5 तला रहेछ यो मन्दिर टाइगर भाइ एक राउन्ड हान्ने हो हजुर त एक राउन्ड घुम्दिउँ न त हामी नि हैन यताबाट हेरौँ के छ भन्दैछन् पञ्चनारायण शालिग्राम मन्दिर अरे टाइगर डबल टाइगर जाउँछ है टाइगर सँगै अब हामी तल जाने है त्यो साइडमा अब सिन्नहरूको नि एउटा लास्ट भिडियो बनाइदिनु त है भिडियो आउँछ तपाईले आउँछ त होला आधी घन्टा एक घन्टा लाउँछ कि यो चाहिँ 2 नम्बर गेट अघि कहाँ भन्दैछ बनाउनु चाहिँ खत्रै बनाएको है टाइगर भाइ हो अर्को गेटबाट पो आइएछ हामी है यो त होइन रहेछ नि टाइगर भाइ मिल्छ र तल जान मिल्दैन हो त्यो रङबाट आइएछ त नि अप्ठ्यारो त छैन है श्री कृष्ण गण्डकी मन्दिर यहाँ रहेछ कृष्ण गण्डकी मन्दिर क्या दामी बनाएको भाइ ओके भइसक्यो रेडी है रेडी है ल भाइ ल रेडी है भएन कि एकचोटि आऊ न ल आऊ ल अहिले पखाल यहाँ रेडी भएन के अलि यता जाऊ न ल भयो ओके ल हजुर अगाडि आऊ अहिले हल्का एडिट गर्ने सबै खाली खुट्टा आउँदो रहेछ नि हामी त्यही जुत्ता लगाएर आए गाली खाइन्छ खाली खुट्टा आउनु पर्ने चाहिँ त अब के गर्नु फरक बाटो आइएछ नि हामी है ल हजुर ल कुरो बिग्रियो नि के गर्नु हो र थाहा पाइएन थाहा भएन नि त ए यहाँसम्म यहाँ जुत्ता राख्ने हामी त आउटै हुनु पर्यो नि यतैबाट निस्किने जुत्ता लगाएर आइएछ मन्दिरभित्र अब के गर्ने घुम्न गएको आउट बनाइदिए बाहिर निस्किनु पर्यो निस्किनु अब कताबाट हो त्यो एउटा उस थियो नि त्यो यस्तो गिद्ध भएको कस्तो भन्नु आउट बनाइदिन्छ होइन हो नजानु यहाँ रहेछ नि त जुत्ता चप्पल राखिदिन्छ त्यो रहेछ जुत्ता चप्पल राखिन्छ हामी उताबाट
अनि पानी आउँछ कि नै टाइगर यहाँ आएछ हो आइरहेको छु ल पानीको व्यवस्था चाहिँ पानी चिसो हुन्छ होला ओहो त्यो चाहिँ ठिक हो है ल